ल सबैजना साथीहरुलाई नमस्कार। आज चाहिँ मेरो ठाउँमा पानी परेको छ साथीहरु। पानी परेको उपलक्ष्यमा चट्ट पारेर ढेँडो पकाएर खाना लागिरहेको छु। फापरको साग चट्ट जिरा लाएर परर पारेर पड्काएँ हैन। अनि एक दुईवटा खुर्सानी लाए फेरि अनि पकाएको छु। अब पहिला गाउँमा हैन गुन्द्रुक सिन्की आलुको फाडा बनाएर खाएको कसलाई याद छ कुनी? मलाई चाहिँ एकदमै याद छ है। हो यो सब्जी बनाएको छु। अब म ढेँडो खान्छु नि साथीहरु। आज चिसो चिसो भएको छ। एकदम ढेँडो मिठो हुनेवाला छ है। अलि चिसो चिसो मौसम भयो भने चाहिँ मलाई फेरि ढेँडोको याद भइहाल्छ के साथीहरु। कस्तो भयो त है। पहिला चाहिँ तरकारीबाटै सुरु गरौँ तर एकदमै तातो छ। दामी सिलामको अचार, सिलाम र टमाटरको अचार रहेछ। खुर्सानी चाहिँ 3टा अगाडि खुर्सानी मैले यहीँ पड्काएको के। अहिले अब हरियो खुर्सानी सक्यो नि त, सुकेको खुर्सानी। ल ढेँडो सुरु गरौँ साथीहरु। ओप्पा मिठो। यो सब्जीलाई चाहिँ आलु गुन्द्रुक सिन्की लाएर मिसाएर पकाएको सब्जी चाहिँ फाँडा भन्छ। हो यो फाँडो दाल बनायो भने चाहिँ खासै दाल पकाउनु पर्दैन के। यो चाहिँ बच्चाहरूलाई पनि मिल्ने, हामीलाई ढेँडोसँग पनि मिल्ने के। त्यही भएर प्राय म चाहिँ यस्तो आलुको सब्जी बढी खान्छु के साथीहरु। मलाई त सुगर छैन है। आलु धेरै खायो भने त सुगर लाग्छ अरे। त्यही भएर मेरो भाले पनि बास्दैछ साथीहरु।